हेलो गाइस, गुड मर्निङ। फिलहाल चाहिँ म चाहिँ कहाँ छु भने नोभेल्टीको छेउमा कालिम्पोङ है चाहिँ जाँदैछु गाइस है, ड्राइभ गर्दै। आजको मौसम चाहिँ एकदमै, आजको दिन चाहिँ एकदमै रमाइलो दिन भइरहेको छ गाइस है। गरम पनि छैन त्यस्तो, दिन पनि आज हल्का बादल कुहिरोहरूले ढाकिएको अवस्था देखिरहेको छ है। अनि साथमा चिसो चिसो छ है। हिजो चाहिँ निकै गर्मी थियो है, हिजो अस्तिको दिन त हेभी नै गर्मी थियो। आज चाहिँ अब त्यस्तो गर्मी छैन होइन, दामी दिन भइरहेको छ, एकदम मजा आइरहेको छ आजको दिन चाहिँ। जे होस् होइन, 4 दिन चाहिँ एकदमै मतलब गर्मीले नै सताइराखेको थियो है कालिम्पोङमा पनि। बाहिरी मात्रै गर्मी भनेको है, कालिम्पोङमा पनि 31+ डिग्री गर्मी भइरहेको थियो है। अब पाहाडमा अब 30देखि उँभो त अब भयङ्कर गर्मी हो है। अन्त निकै गर्मी थियो। आज चाहिँ राहत मिलिसकेको छ गाइस गर्मीले सबैजनालाई होइन, मिलिसक्यो होला राहत। मतलब गर्मीको छुटकारा थोडा कम भयो होला है। अनि चाहिँ फिलहाल चाहिँ म चाहिँ कहाँ जाँदैछु भने म चाहिँ अहिले फिलहाल चाहिँ मेरो पानीको डिमान्ड चाहिँ तिरपाईमा छ है। म चाहिँ अब अहिले फिलहाल चाहिँ तिरपाई लिएर चाहिँ म गइरहेको छु है गाइस। आज चाहिँ यो कुकुरहरूलाई पनि नि यो बाटोमा चाहिँ अलिकति चाहिँ नहगाउनु पर्थ्यो क्या। बाटोभरि कुकुरलाई हगाएर यहाँ दिमाग खराब गराउँछ। अलिकति साइड केमा गएर हगाउनु पर्ने हो नि त। जहाँ पाए कुकुरले हगाएर मान्छेले कोही बेला बाटोमा टेकी पठाउँछ हो, यस्तो घिनलाग्दो हुन्छ फेरि हो। म चाहिँ यहाँदेखि अब उकालो चाहिँ तिरपाई लागेको गाइस है। यो चाहिँ अफ बाटो छ पुरा है, सानो बाटो छ, पुरा अफ बाटो छ है। एकदम मजाले तपाईँहरूले मेरो भिडियो कहाँ कहाँबाट हेरिरहनु भएको छ है, कमेन्ट गरिदिनु होला। भिडियोलाई लाइक सेयर पनि गरिदिनु होला है। एकदम दामी छ गाइस है, मजा आइरहेको छ आज चाहिँ। जे होस् दिन एकदम राम्रो दिन भइरहेको छ। अहिले बिहान चाहिँ सबैजना हतार हुन्छ है, मान्छेहरू पनि। किनभने अब सबैजना बिहान चाहिँ अब मर्निङ सबको ड्युटी हुन्छ है, सबैजना काममा जानेले गर्दाखेरि चाहिँ प्रायः सबै बिजी नै हुन्छ, बिहानखेरि हतारमा हुन्छ है। जसले पनि अब यो टाइममा होइन, मर्निङ टाइममा चाहिँ अब स्कुल हुन्छ है, त्यस्तो टाइममा चाहिँ सबैजनाले जसले गाडीहरू चलाउनु हुँदैछ, ड्राइभ गर्नुहुँदैछ होइन, बी केयरफुल है। अलि बिस्तारो चलाइदिनु होला है। अहिले यति बेला बिहानको टाइममा नानीहरू गाडी अब स्कुलको टाइम हो है, एकदमै हतार हुन्छ होइन स्टुडेन्टहरूलाई पनि अब है। त्यसले गर्दाखेरि चाहिँ स्पेसली है स्कुटी बाइकहरूलाई भन्न चाहन्छु कि स्कुटी बाइकहरू एकदमै ज्यादा ओभरटेक गर्छ है, हतार बेसी ज्यादा हुन्छ है। यो भनेको होइन कि गाडीलाई मात्रै होइन, स्कुटी बाइकले गर्दाखेरि पनि ज्यादा गाडीसँग एक्सिडेन्ट पनि हुन जान्छ है। त्यही कारण हो है, आजकल त्यसै पनि स्कुटी बाइक हाम्रो पाहाडमा बहुत ज्यादै भएको छ है। बाटो यस्तो छ, गाडी राखेको छ यस्तो सानो। हल्का बेलुका त पानी पनि पर्दै थियो गाइस है। यहाँ तिरपाईतिर त पानी परेर यता पनि हल्का अहिलेसम्म पानी छिक्टाइरहेको छ है। रोडहरू सबै चिसै छ, दामी दिन भइरहेको छ है।
हस् त गाइस है, अहिले म यहीँसँग है मेरो गन्तव्य है तपाईँहरूलाई फेरि नेक्स्ट ब्लगमा मिल्ने नै छौँ। त्यसोमा टेक केयर, गुड बाई है, टेक केयर। सबैजना आफ्नो ख्याल राख्नु होला है, अरूको पनि केयर गर्नु होला। बाई बाई।